हेलो सबैमा नमस्कार। आज चाहिँ मैले हाम्रो बाबु रियान घिमिरेको पास्नेको भिडियो बनाउँदैछु क्या। अनि हामीले चाहिँ यहाँ डेकोरेसन तयार गर्दैछौँ। मैले चाहिँ बाबुको पास्नेको लागि दुबोको माला आफै बनाउन मन लाग्यो अनि नजिकैको बारीमा गएर दुबो टिपेर ल्याएँ र दुईजना भएर दुबोको माला बनायौँ। फाइनल्ली मैले चाहिँ यत्तिको बनाउन सफल भएँ। फर्स्ट टाइम एक्लै बनाएको चाहिँ फर्स्ट टाइम हो, सो एकदम राम्रो भयो है। अनि स्याङ्जाबाट नातिको पास्नेको लागि चाहिँ बुवा अगाडिको दिन आउनुभयो, एक दिन अगाडि। सो बुवाले बाबु हेर्ने, हामीले डेकोरेसन तयार गर्ने, यताउता काम गर्ने गर्दैछौँ। हामीले चाहिँ यहाँ बेलुनहरू फुलाउँदै अनि तयारी कस्तो गर्ने त, डेकोरेसन कस्तो बनाउने भन्दै ट्राई गर्दै गरिरहेछौँ। एकदम रमाइलो भइरहेछ किनकि माथि घरबाट हजुरआमा र स्याङ्जाबाट बुवा आउनुभएको छ। सो ल है त, हामीले चाहिँ डेकोरेसनको सामान अनलाइन गरेका थियौँ। डेकोरेसन चाहिँ आफै बनाउने, तयारी गर्ने आफै भनेर लागेका छौँ। सो आज चाहिँ अगाडिको दिनको 9 बज्दैछ। मेरो चाहिँ ठुलो दिदी र ठुलो बाबु काठमाडौँबाट आउँदै हुनुहुन्छ। सो आइपुग्नु भएको छैन, एकछिनमा आइपुग्नुहुन्छ होला। उहाँहरू आउनुभयो भने नि तयारी गर्नुहुन्छ, हेल्प गर्नुहुन्छ भन्दैछौँ। अनि माथि घरबाट गरिमा नि एकछिन आउनुभएको थियो, भिडियो चाहिँ मसँग रहेनछ। सो ल है त, अब कस्तो हुन्छ हेरौँ डेकोरेसन। हामीले चाहिँ डेकोरेसन पहिले यस्तो बनाउने भन्ने फिक्स गरेको थिएन। सो बनाउँदै फेरि निकाल्दै गइरहेछौँ। ल हाम्रो ठुलो बाबु पनि अब तयारी गर्न लागिसकेका छन् आएर। ल है त, अब हामीले कस्तो बनाउँछौँ मैले तयारी भएपछि देखाउँछु ल। यतिको चाहिँ भइसकेको छ। यो हो पास्नेको दिन, आज कार्तिकको 17 गते हो। 17 गते बाबु रियान घिमिरेको बात खुलाई। सो यत्तिको भयो है हाम्रो डेकोरेसन चाहिँ। हामीले चाहिँ नेपाल जाँदाखेरि जुर्यो भने यतै खुवाउने भन्नुको कारण चाहिँ बुढी भएको हजुरआमा हुनुहुन्छ नि त। हजुरआमा पनि भात खुवाइमा आउन पाउनुहुन्छ, भात खुलाउन पाउनुहुन्छ भन्ने लागिरहेको थियो मलाई। सो त्यस्तै भयो, जुर्न पनि जुर्यो। झन्डै 5.5 महिनामा चाहिँ बाबुलाई भात खुवाइयो, 6 महिना लागेको थियो। सो ल, यो दुधको पानीमा नुहाइदिने भनेर नि बाबुलाई नुहाइदिने रेडी गर्दैछु मैले चाहिँ है। यसो अहिले चलेको रीतिरिवाज, चल्ती चलन भनिन्छ कि के भनिन्छ अब। सो हामीले नि रहर पुरा गरौँ न भनेर अलिअलि पुरा गर्दैछु मैले। अनि यसरी दुधको पानीले नुहाइदिँदैछौँ, नुहाएर रेडी बनाउने अनि चाहिँ भात खुवाउने। बाबु चाहिँ एकदम छिटो उठ्यो आज, किनकि खोइ आज मलाई माम खुवाउनुहुन्छ भनेर हो कि छिटो उठेर एकदम एक्टिभ छ क्या। अहिले झन्डै 5:30-6 बजेको छ बिहान, त्यही पनि यति आफै उठेर टाठो भइरहेछ। दिनभरि साथ दिन्छ कि नै हेरिराखौँ के गर्छ, सायद देला। ल है त, हामीले चाहिँ पहिलाचोटि 84 वर्षको हजुरआमाको हातबाट भात खुवाउने निर्णय गऱ्यौँ। किनकि 84 वर्षको हजुरआमा जस्तो चोखो त अरू भइदिएन नि जस्तो लाग्यो। सो हजुरआमाले पहिलाचोटि रातो टिका निधारमा र भात खुवाइदिनु भयो। ल है त, खान्छन् कि नै? खाऊ 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 खाऊ। ल कस्तो गरेको, ल खाइन् है त। ल हाँसेको हेर न, पैसी पनि खान्छन्। हजुरआमाले म त हातैले खुवाइदिन्छु भनेर हातैले खुवाइदिनु भयो। 3 चोटि पुर्याउनु पर्यो नि पलातीलाई भन्दै हुनुहुन्छ। सो हजुरआमाले चाहिँ आफ्नो तर्फबाट गिफ्ट लिएर आउनुभएको रहेछ, हातमा बाला लगाइदिनु भयो। हजुरआमालाई थ्याङ्क यू सो मच भन सानो। हजुरआमाको गिफ्ट लिएपछि थ्याङ्क यू भन्नु पर्यो नि। ल है त, आज हाम्रो पास्नेको दिनभरि कस्तो हुन्छ, को आउनुहुन्छ, म सानो सानो भिडियो क्लिक गर्न सकेसम्म सबैको ट्राई गर्छु। ल, बाबु चाहिँ यस्तै खेलिरहेछ। यो चाहिँ बाबुको पास्नेको ड्रेस अब लगाइदिने हो, किनकि बिहानै भएर बल्ल लगाइदियौँ। अब दोस्रो चोटि चाहिँ स्याङ्जा मामा घरको हजुरबुवाले खुवाइदिँदै हुनुहुन्छ बाबुलाई माम। ल, माम खाएर आनन्द हजुरबाबासँग बसिरहेछिन्।
क्युट देखिया छ क्युट जे नि खाइहाल्छिन् के रे सबै मुखमा हाल्छिन् जे नि खान्छिन् खाएर ज्ञानी भएर बसेकी छिन् ल हेरौँ है त हामीले चाहिँ ढोकामा यस्तो राखेको थियौँ फोटो बनाएर अब भित्र हेरौँ है त कस्तो छ हाम्रो डेकोरेसन मैले बाहिरबाट यसो एउटा भिडियो लिएको थिएँ सो राखिहालौँ भनेर राखेको छु यो हो हाम्रो फाइनल ल है त कस्तो भएको छ कमेन्ट पनि गर्नुहोला सक्दो प्रयास गरेका छौँ बच्चा सानो छ नि त सोचे जस्तो त हुँदैन त्यही पनि ट्राई गरेका छौँ माला चाहिँ कस्तो क्युट भएको छ भात चाहिँ यति सबै खुवाउने हो आज बाबुलाई अरू तयारी पनि लगभग गरिरहेछौँ बाबु चाहिँ एकछिन सुतिन् बिहानै उठेको नि त त्यही भएर सुतेको छ दिदीले चाहिँ मलाई मेकअप गरिदिँदै हुनुहुन्छ बिहामा गर्दिन पाइएन भन्दै ल है त अब मेरो पालो आयो बल्ल हाँसिरहेकी छिन् ल अब मामुको हातबाट माम खाने ज्ञानी भएर ठुली मान्छे भएर छिटो माम खाने ल टिका लाउन फेरि मान्दिनिन् के गरे हो ल हेर यति राम्रो मान्छेले मुख बिगारेर लौ यो कपडा चाहिँ थोरै टाइट रहेछ त्यही भएर गाह्रो नि भयो होला हल्का टाइट रहेछ अनि त्यही भएर गाह्रो भयो कि जस्तो लागिरहेछ मलाई चाहिँ ल है त मैले चाहिँ भिडियो खिच्दिनँ मेरो ठुलो बाबुलाई भनेको थिएँ अनि उहाँले भात खुवाइदिएको भिडियो चाहिँ मैले बिजी भएर के भएर खिच्दिन पाइनँ सुसरी उहाँको चाहिँ फोटो मात्र रहेछ ल अब पालो मामु बाबाले खुवाइसके पछाडि ठुलो मामुको पालो होला सायद ठुलो मामुले खुवाइदिनुहुन्छ अब मैले चाहिँ साडी लगाएको सो अलि हेभी भएछ नर्मल साडी लगाएको भए सजिलो हुने रहेछ यो लगाउनु मन लाग्यो होइन बेहुली जस्तै हुन मन लाग्यो कि मलाई पनि त्यही भएर लगाएको थोरै गाह्रो भइरहेछ किनकि बच्चालाई नि लिनु पर्यो अनि आफ्नो साडी पनि सम्हाल्नु पर्यो ल अब ठुलो मामुले खुवाइदिने माम अनि ठुलो दादाले ल लिगा पैसा जति लिगिहाल कस्तो मुख मिठाइरहेछ है ल हाँसी छिन् ल ठुलो मामुले नि खुवाउनु भयो मसँग चाहिँ पिछा लगाइरहेछ कि आज मान्छेहरू यताउता देखेर होला या ड्रेस पनि अलिक टाइट भएर होला मामुले लिदियो हुन्थ्यो भनिरहेछ कि आज बाबुले मैले पनि लिगिरहेको छु अब चाहिँ माथि घरबाट अङ्कल र आन्टीहरू आउनुभएको छ आन्टी अङ्कल र बाबुले भात खुलाइदिनु भयो अनि बाबु उहाँहरू चाहिँ अफिस जाने भएर छिटो बाबुलाई भात खुलाएर फर्किनु भयो हजुरआमाले बाबुलाई लिन मन लाग्यो भन्नुभएको छ कस्तो क्युट हाँसिरहेको छ फुच्चे पनि हजुरआमासँग उहाँ हुनुहुन्छ मेरो गुरुबुवा र गुरुआमा र उहाँको छोरा हाम्रो माइल ठुलो मम्मी दिपा दिदी भिनाजुहरू आएर बाबुलाई भात खुलाउँदै हुनुहुन्छ हेर कति खुसी भइरहेछ बाबु चाहिँ ल उहाँ हुनुहुन्छ गरिमा मेरो मामा घरबाट भाउजूहरू पनि आउनुभएको छ क्युट फोटो देखिरहेछ हेर खुसी भइछिन् ल उहाँ हुनुहुन्छ मेरो साइलो मामाको छोरा साइलो मामाको बुहारी उहाँ नानी लास्टमा चाहिँ बिन्दु आउनुभएको रहेछ सो बाई पास्नेमा आउने सम्पूर्णलाई थ्याङ्क यू सो मच